मर्निङ एभ्रिवान, सबैजनालाई नमस्ते टसितेले। अनि म पासाङ शेर्पाको तर्फबाट। अनि म चाहिँ के भन्छु भने हामी चाहिँ एउटा भाइको लागि मैले चाहिँ भिडियो अलिअलि सहयोग हुन्छ कि भनेर भिडियोहरू बनाएर मेरोमा नि स्टोरीतिर टिकटकतिर नि अपलोड गरेको छु। तपाईँहरूले हेरिदिनु होला हैन। उसको नाम लक्ष्मण गुरुङ। उसको अब तपाईहरुलाई मेरो विश्वास लाग्दैन भने उसको आफ्नै युट्युब च्यानल छ। युट्युब च्यानलमा गएर हेर्नु, लाइक शेयर सब्स्क्राइब गरिदिनु। टिकटकमा पनि उही नाम छ। अनि टिकटकको बायोमा प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ। नम्बर व्हाट्सएप नम्बरहरू छ। उसँग डाइरेक्ट कन्ट्याक्ट गरेर बोल्न सक्नुहुन्छ। ऊ डेली बेलुका सपोर्ट गर्ने मान्छेहरू नदेखेर अस्ति चाहिँ हामी बिचमा उसको लाइफमा नि जान सकेन। म मेरो आफ्नै लाइफमा अलिअलि बस्थेँ। अनि हामी त्यतिकै टाइम पास लाइफमा बसेर बोल्दा बोल्दा अनि हाम्रो एउटा झापाको आन्टी हुनुहुन्छ, उहाँ आन्टी आउनुहुन्छ। अनि हामी गफ गर्ने त्यतिकै बोल्दै गर्दा चाहिँ अनि त्यतिकै भयो। मलाई पनि त्यसरी गर्दै हुन हैन। मेरो साथीभाइले देखाएर म गर्दिम न एक सय भए पनि विश्वास लाग्छ भने, दया माया लाग्छ भने हेल्प गर्न सक्नुहुन्छ है। अनि मैले चाहिँ अब कति साथीहरूलाई भन्ने कोसिस त गरेँ हैन। गर्दा पनि विश्वास मान्नुहुन्न हैन। त्यो त विश्वास मान्ने नमान्ने तपाईहरुको कुरो हो कि। मान्छे नै नभएर मान्छे नहुनु बितिसकेपछि उसको आफन्तलाई हेल्प गर्नु भन्दा है, मान्छे जिउँदो हुने बेलामा बिरामी र अप्ठ्यारो पर्दा हेल्प गरौँ के हैन। जब मान्छे नै नरहेछ त्यो हेल्प गरेर के काम। आफन्तले त अब कहाँ हुन्छ के हुन्छ हैन। के चाहिँ काम। अब जिउँदो हुँदा उसलाई अप्ठ्यारो हुँदा हेल्प गर्यो भने पो उसलाई 10 रुपैयाँ भए पनि गाडी भाडासम्म नि काम लाग्छ। अनि यताउता हिँड्दाखेरि कुनै दिन हामीलाई 5 रुपैयाँ मात्रै पसलमा पुगेन भने कति बदनाम गर्छ। तपाईहरुलाई त अब त्यस्तो अप्ठ्यारो परेको छैन है। मलाई त धेरै अप्ठ्यारो परिस्थितिहरुबाट म यहाँसम्म आइपुगेको हो। कुनै दिन मैले कसैको 5 रुपैयाँ पनि खाएर हिँडेको छैन। बरु मेरो त्यो दुनियाँले धेरैले खाएर हिँड्यो है। मैले धेरै सङ्घर्ष गरेँ, दुःख गरेँ। रातको 3-4 बजेदेखि उठेर होटेलमा कामहरू आफ्नैले होटेल पनि चलाएँ। पानी बोकेर कहाँ टाढा टाढादेखि कति 1.5-2 घन्टाको बाटो म हिँडेर पनि अफिसमा गएर काम गरेँ। अनि त्यस्तो गरेको मान्छे हो। कुनै पसलमा मैले उधारो राखिहाले पनि म गएर ढिलो चाँडो तिर्दिन्थेँ। अनि कसैले चाहिँ झुकेर तिम्रो त 10 रुपैयाँ बाँकी छ भनेर मान्छेलाई त्यसरी 10 रुपैयाँसम्म पनि छोड्दैन थियो है, दिन मान्दैन थियो। अनि मलाई चाहिँ त्यस्तोसम्म परेको छ।